अहिले हाम्रो देशमा त भ्रष्टाचार नगरिकन छ नि, कामै नगर्ने मान्छेहरू छ नि त, सबैलाई पैसा चाहिएको छ, कमिसनको। त्यसको उदाहरण तपाईकै, त्यसको उदाहरण तपाई नै हुनुहुन्छ नि। जस्तो स्थानीय तहको सरकारको बारेमा सरकार कस्तो हुनुपर्छ भन्ने बारेमा गीत गाउनु। गीत भन्दा पनि मलाई काम गर्न मन छ। यसपटक पोलिटिकल स्टन्टको रूपमा मात्रै आफूलाई अगाडि सार्नुभयो, उम्मेदवारी दिनुभयो भन्ने होला। पोलिटिकल स्टन्टको रूपमा सारेको भए तपाईँले मलाई चुनावको मैले घोषणा गर्नुभन्दा अगाडि किन बोलाउनु भएको थियो ल भन्नुहोस्। एउटा सर्कललाई रोटेट गर्न सकिन्छ। जस्तै उदाहरणको रूपमा 8 बजे पछाडि स्कुलहरू नखोल्नु भनेपछि स्कुल बस जति सबै 8 बजे थन्किन्छन् नि त। यो चिजहरूलाई चाहिँ व्यवस्थापन गाह्रो छ नि, बोले जस्तो कुरा कहाँ हुन्छ र? गाह्रो छैन, गाह्रो छ भनेर बसियो भने त चुप लाएर सुतेर बसे भइगयो त। मेयरमा उम्मेदवारी दिएर अब मैदानमा आउनु भएको छ, मलाई के बताउनुहोस् भन्दाखेरि एउटा र्यापर तपाईँ हजुर गीतमा तपाईँले सबैलाई जित्नु भएको छ, तर चुनाव जित्न त गाह्रो छ। होइन, यस्तो गीत कुर्सीमा बसेर काम गर्न पनि गाह्रो छैन, चुनाव जित्न पनि गाह्रो छैन। गीत गाए जस्तो होइन, तर गीत गाउँदाखेरि मैले के को बारेमा गीत गाएको थिएँ भन्ने कुरा बुझ्नु पर्यो नि त। बुझ्नुभयो नि? नलको पानी ल्याउने, त्यसलाई के गर्ने, अनि अर्को बोरिङ गरेर पानी झिकेर खोलामा हाल्ने पनि हुन्छ। त्यो देख्नु पनि भएको छ होला, तपाईँ त्यो बेला जानु पनि भएको थियो होला, त्यो नेताहरू नहुने बेलामा हो। होइन, सफा पिउने पानी चाहियो नि त। सुन्दै गर्नुहोस् न, यहाँ आइसक्यो सफा पानी, सुन्दै गर्नु। अब चुनाव जित्न धेरै गाह्रो छ। गाह्रो छ, असम्भव छैन नि त। गाह्रो छ भन्नुभयो, असम्भव छ भन्न सक्नुहुन्छ? होइन, संसारमा असम्भव केही पनि छैन हजुर। तर नेपालमा छ नि, यो असम्भव भयो भने के गर्ने? यस्तो, जस्तै तपाईँलाई तपाईँकै उदाहरण दिन्छु। तपाईँले पत्रकारिता सुरु गर्दाखेरि यति गाह्रो भयो, तपाईँले जागिरमा जाँदाखेरि जस्तै त ल एउटा नेताको नाम दिन्छु, त्यसो घर गएर उसको इन्टरभ्यू लिएर आइज भनेर तपाईँ माधव कुमार नेपालको घर पुग्नुभयो। तपाईँ बिहान पुग्दाखेरि उहाँको टाइम छैन, फेरि फर्केर जानुहोस् भन्दा कुरेर बस्नुभयो। उहाँको टाइम छैन भनेर कुरेर बस्नुभयो। हुँदा राति 11 बजेसम्म कुरेर बस्दाखेरि बल्ल बल्ल माधव कुमार नेपालजीले यो कस्तो बौला पत्रकार रहेछ, बिहानैदेखि कुरेर बसेको केही नखाइकन भनेर दिनुभयो नि त उहाँले तपाईँलाई। अन्त उम्मेदवार हो, आफूलाई बलियो नै ठान्छु म। तपाईँको पक्षमा चाहिँ कति प्रतिशत मत आउला? 90,835। 90,835 मत ल्याउने बालन शाहले? हजुर। त्यो क्याल्कुलेसन छ तपाईसँग, तथ्याङ्क छ? हजुर, इन्जिनियर हो नि। चुनाव चिन्ह लिएर हामी चुनाव उठ्दै सबै पार्टीले तपाईँलाई प्रस्ताव गरेछ? सबै पार्टीको फर्स्ट अप्सन मै होला, त्यति भन्दै सक्यो। अब कुरो तपाईँले केपी शर्मा ओलीको किन आलोचना गर्नुभयो बताउनुहोस् त, जनता जान्न चाहन्छन्। मैले केपी शर्मा ओलीजीको धरहरा त उहाँले बनाएको हो नि, होइन? त्यो धरहरा होइन, त्यो धरहरा किन होइन? पछाडि जुन भत्कियो, जुन चाहिँ इँटा सुर्खी माटोले बनेको संरचना थियो, त्यो धरहरा हो। तपाईँको कङ्क्रिटको टावर त जसले पनि बनाउन सक्छ। हाम्रो भन्दा राम्रो टावर अमेरिकामा चोकचोकमा छैन नि त। मेरो भन्न 10 करोड चाहिन्छ अरे काठमाडौँमा। 50 करोडै खर्च गर्छन् नि हजुर। पनि टिभीमा जानलाई मान्छेले पैसा तिर्छन्, तर तपाईँले मलाई आफै फोन गरेर बोलाउनुहुन्छ है।